साथीहरु नमस्कार। म बीचमा निरन्तरता दिन नसकेको कारण यहाँहरुसँग क्षमा चाहन्छु। आज मैले हजुरहरुको समक्ष नयाँ एउटा भिडियो प्रस्तुत गर्ने प्रयास गरेको छु। यसमा चाहिँ मौलिक हकलाई कसरी बुझ्ने भन्ने प्रयास छ। नेपालको संविधानको भाग 3 को धारा 16 देखि 46 सम्म रहेको मौलिक हकहरू बुझ्न धेरै इम्पोर्टेन्ट छ। सजिलै याद हुँदैन, तर इक्जामको भ्यूबाट चाहिँ अत्याधिक नै इम्पोर्टेन्ट रहेकोले मैले यसलाई स्टोरीबाट कसरी बुझ्ने भन्ने प्रयास गरेको छु है। साथीहरु, जस्तो कि हामी स्क्रिनमा हेर्न सक्छौं, धारा 16 मा रहेको छ हाम्रो सम्मानपूर्वक बाँच्न पाउने हक। अब यो सम्मानपूर्वक बाँच्न पाउने हकलाई बुझ्नको लागि के ध्यान दिनुपर्छ भने, मानौ एकजना विदेशी नेपालको कुनै शहरमा घुम्न आयो। नेपालको कुनै शहरमा घुम्न आयो भने त्यो विदेशीलाई पनि असल व्यवहार होस्, हैन? त्यो विदेशीलाई पनि सम्मानपूर्वक देश भ्रमण गर्न, नेपाल भ्रमण गर्न पाइयोस् भन्ने अधिकार दिएको छ। अब बुझिहाल्नु कि विदेशी पनि सम्मानपूर्वक नेपाल भ्रमण गर्न सक्छ, हैन? कसैले त्यसलाई विरोध गर्न सक्दैन भन्ने नेपालमा पनि नेपाली जनताको लागि कति योभन्दा बढी स्वतन्त्रता हुन्छ त्यो हामी बुझ्न सक्छौं। यो स्वतन्त्रतालाई हामी डिटेलमा पछि हेर्छौं। अहिले मात्रै यो बुझौं कि सम्मानपूर्वक बाँच्न पाउने हक भनेर यहाँ यस्तो रहेछ। त्यसपछि धारा 17 मा स्वतन्त्रताको हक हो। धारा 17 को स्वतन्त्रताको हकलाई बुझ्न अब त्यो विदेशी जहाँ बसेको थियो नि, पर्खेको थियो, त्यही छेउमा एकजना घरको मान्छेलाई के भएको हेरियो भने त्यहाँ चाहिँ पुरुष मान्छेको जति महिला स्वतन्त्र छैन भने, पुरुष मान्छेको जति महिला स्वतन्त्र छैन भने त्यहाँ त्यो घरको केटा मान्छे चाहिँ पढ्न जान्थ्यो, केटी मान्छे घरकै कामहरू गरेको चाहिँ हेरियो। त्यही भएर उसले चाहिँ यहाँ केटाको जति केटीको लागि चाहिँ केटी मान्छेको लागि स्वतन्त्रता छैन भन्ने कुराको ख्याल गरियो र मानौ त्यही विदेशी मान्छेले चाहिँ अनुरोध गर्यो कि हैन, यी केटीलाई पनि छोरीलाई पनि स्वतन्त्र बनाउनु पर्छ, पढ्नको लागि फ्रिडम दिनुपर्छ भन्ने कुराको भनाइराख्यो। अब यहाँ के पायो? स्वतन्त्रता पाएपछि भयो त समानता, छोरा छोरी एक समान भयो। अब यहाँ समानता आइसक्यो। अब समानता आएपछि यस पश्चात हाम्रो अब स्कुलमा जान्छ, पढ्छ, पढेपछि गफसफ गर्छ साथीहरूसँग, हैन? गफसफ गरियो भने त्यो भयो संसार, हैन? यहाँसम्म बुझ्नको लागि मलाई लाग्छ अब हजुरहरूलाई गाह्रो हुँदैन। अब योभन्दा अगाडि हेरौँ। ल, अब साथीहरू धारा 20 देखि 25 सम्म बुझ्न यहाँ ध्यान दिनु होला। धारा 20 मा हाम्रो रहेको छ न्याय सम्बन्धी हक। धारा 20 मा न्याय सम्बन्धी हक। यो न्याय सम्बन्धी हक बुझ्नको लागि यहाँ अदालतमा चाहिँ एकजना याचक अर्थात् अन्यायमा परेको व्यक्ति न्याय माग्न आउँछ भनेर अर्को कहानी बुझौं। अदालतमा एकजना याचक के गर्न? न्याय माग्न आउँछ है। अब न्याय माग्न आउँछ भनेर अदालतलाई भन्छ, म चाहिँ अपराधबाट पीडित हो। म चाहिँ केबाट पीडित हो? अपराधबाट। मसँग अपराध भएछ, म अपराधमा परेछु, म अपराधबाट पीडित हो भनेर अदालतलाई दुखी भएर भन्छ। म साथीहरूलाई के भनिदिन चाहन्छु भने यो हजुरहरूलाई बुझ्नको लागि म स्टोरी क्रिएट गरेछु। कृपया यसलाई अन्यथा नलिनुहोला। यो सिकाइ प्रयोजनको लागि मात्रै हो, त्यही भएर यसलाई अन्यथा नलिनुहोला है भने आशा गर्दछु। अब हेरौँ। अब त्यो अपराधबाट पीडित हो भनेर अदालतलाई भन्यो, अनि भन्छ अदालतले तिमी डिटेलमा भन
कस्तो अपराध भएछ तिमीसँग। अनि त्यसले भन्छ कि मलाई यातना दिएको रहेछ। मलाई के दिएको रहेछ? यातना। म यातनाको शिकार भएछु। मलाई गाउँलेहरूले, गाउँको जुन ठुलाबडा मान्छे हो त्यसले यातना दिएको, कुटपिट गरेको रहेछ। अनि त्यसपछि त्यो भएन भने निवारक नजरबन्दमा पनि मलाई राखियो रे। निवारक नजरबन्दमा राख्न नहुने भनेर भनिएको छ, तर त्यसले के भन्छ? मलाई निवारक नजरबन्दमा पनि राखियो। यसको अर्थ के हुन्छ भने बिना अदालतको वा मुद्दा हेर्ने अधिकारीको आदेश अनुसार कसैलाई पनि थुनामा वा प्रहरीको हिरासतमा राख्नु हुँदैन भनेर भनिन्छ। तर चाहिँ यसलाई निवारक नजरबन्दमा राखियो भनेर मसँग अपराध भएछ, म अपराधमा परेछु भन्ने कुरा भन्दैछ। अनि यति मात्र होइन सर, मसँग छुवाछुत र भेदभाव पनि गर्ने गरेको पाइन्छ है। म कमजोर हो त्यही भएर। अनि त्यसपछि अब यो कुरालाई जाँचबुझ गर्न प्रहरी खटाइन्छ, अनुसन्धान गरिन्छ। अनि यो कुरा चाहिँ सही हो भनेर थाहा लाग्छ। सही हो भनेर थाहा लागेपछि अब यो वास्तवमा अपराध पीडित हो। अब यसलाई न्याय दिनुपर्ने। त न्याय दिनको लागि जुन व्यक्ति वा जुन मान्छेले यस्तो अपराध गरेको हो त्योसँग सम्पत्ति दिन लगाएर यो अपराध पीडितलाई क्षतिपूर्ति दिने काम गरिन्छ। अनि सम्पत्ति दिएर क्षतिपूर्ति दियो। यहाँसम्मको कहानी अब बुझ्नुभयो होला। साथीहरूलाई मैले याद गरेको, फलो गरेको तरिका सेयर गरेँ। यो तरिका हजुरहरूलाई कस्तो लाग्यो कृपया चाहिँ कमेन्टमा अवश्य लेख्नुहोला। राम्रो लाग्यो भने लाइक गर्नुहोला भन्ने आशा गर्दछु। अनि हजुरहरूलाई राम्रो लाग्छ भने म अवश्य पनि यसको पार्ट 2 लिएर आउँछु, जसमा धारा 26 देखि राम्रो ढङ्गबाट स्टोरीको माध्यमबाट फेरि पनि बुझ्ने प्रयास गर्ने नै छु। धन्यवाद यहाँहरू भिडियो पुरै हेर्नु भएकोमा। फेरि पनि आउने भिडियोमा छिटो भेटौँला है।